आज हामी यस भिडियोमा बताउन गइरहेका छौं कि तपाईले पढेका सम्पूर्ण कुराहरूलाई एकैचोटमा पढ्दाखेरि कसरी सम्झन सकिन्छ, हामीले त्यसलाई लङ टाइमसम्म कसरी याद गर्न सकिन्छ। त्यसका लागि यो भिडियो अवश्य अन्तिमसम्म हेर्नुहोला, तपाईका लागि धेरै हेल्पफुल हुनेछ। पहिलो नम्बरमा छ अध्ययनको लागि उपयुक्त वातावरण बनाउने। यदि तपाई अध्ययन गर्दै हुनुहुन्छ भने शान्त व्यवस्थित स्थान रोज्नुहोस्। मोबाइल, टिभी, सामाजिक सञ्जाल जस्ता विचलित गर्ने चीजहरुबाट टाढै राख्नुहोस्। आवश्यक सामग्री किताब, कपी, कलम आदि अघि नै तयार पारेर राख्नुहोस्, जसले गर्दा तपाईको ध्यान पढाइमा नै केन्द्रित रहनेछ। दोस्रो नम्बरमा रहेको छ गोल सेटिङ अथवा लक्ष्य निर्धारण गर्ने। तपाईले पढ्दाखेरि लक्ष्य निर्धारण गरेर पढ्न थाल्नुहोस्। साना साना लक्ष्यहरू बनाउनुहोस्, जस्तै म 1 घण्टामा एउटा पेज पढ्छु अथवा एउटा च्याप्टर पढ्छु। अथवा तपाईले पढ्दाखेरि आफ्नै भाषा शैलीमा बुझिने गरी लेख्ने, सम्बन्धित विषय पाठबारे झट्ट सम्झँदा के याद आउँछ सोलाई टिप्पण गर्ने बानीको विकास गर्ने। नेक्स्ट, हातले लेख्दै पढ्ने अभ्यास गर्ने। यदि तपाईले लेख्दै गर्दा तपाईको ध्यान भनेको स्वत पूर्ण रूपमा लेखाइमा नै केन्द्रित रहन्छ, लामो समयसम्म त्यसको याद रहन्छ। पढेको कुरा संक्षेपमा नोट बनाउने बानीले तपाईको सम्झना शक्ति पनि बढाउँछ। पढ्दै गर्दाखेरि तपाईको अनुकूल समय तालिका बनाएर पढ्न थाल्नुहोस्। दैनिक पढ्ने समय तय गर्नुहोस्। नियमित हुँदै गएपछि दिमाग आफै पढाइको लागि तयार हुन्छ। अथवा म ध्यानपूर्वक पढ्न सक्छु, म सम्झन सक्छु जस्ता सकारात्मक वाक्यहरुमाथि विश्वास गर्नुहोस्। आफूलाई सफलता प्राप्त गरिरहेको कल्पना गर्नुहोस्। यसले तपाईलाई प्रेरणा दिन्छ। स्वस्थ जीवनशैली बनाउने। समयमै सुत्ने र उठ्ने, सन्तुलित खाना खाने, हल्का व्यायाम गर्ने। शरीर स्वस्थ भयो भने दिमाग पनि सजग र ध्यान केन्द्रित रहन्छ।